Hello guys, welcome back to my channel. ला लिगा च्याम्पियन भइसकेको बार्साले आज भिलारियलको सामना गर्दैछ। आजको गेममा उसलाई कुनै प्रेसर हुने छैन, हारे पनि जिते पनि। तर ह्यान्सी फ्लिकले सकभर आफ्नो टिमलाई अब बाँकी रहेको दुईवटा गेम जितेर यो सिजनलाई सुखद बिदाई गर्न सक्छ। सिजनलाई सुखद बिदाई गर्न चाहने ह्यान्सी फ्लिकले आज हुने सेकेन्ड लास्ट गेममा उतार्न सक्ने तुफानी प्लेइङ 11 को प्रेडिक्ट गरौँ। लिग जितिसकेको बार्साले अब अरू प्लेयरहरूलाई पनि चान्स दिनुपर्छ। स्टार्टिङको प्लेयरहरूलाई अब रेस्ट दिँदा नै ठिक हुन्छ। गोलकिपर पिना क्लबबाट जान्छ जस्तो छ, त्यसलाई पनि चान्स दिनुपर्छ। तर टर स्टेगन इन्जुरीबाट आएको छ, उसलाई पनि फर्ममा ल्याउन अब चाहिँ गेम टाइम दिनुपर्छ। सो मेरो विचारमा आजको खेलमा टर स्टेगन स्टार्टिङ 11 मा हुन सक्छ। राइट ब्याकमा यदि गार्सियालाई रेस्ट दियो भने हेक्टर फोर्थलाई खेलाउन सक्छ ह्यान्सी फ्लिकले भने। लेफ्ट ब्याकमा जेरार्ड मार्टिनलाई नै खेलाउन सक्छ। सेन्टर ब्याकमा क्रिस्टेन्सनलाई खेलाउने छ भने अर्को सेन्टर ब्याकमा पाउ कुबार्सी हुन सक्छ। सायद मिडफिल्डमा मेन प्लेयर पेड्रीलाई नै गेम क्रिएटरको जिम्मेवारीमा राख्न सक्छ। ओल्मोलाई भने रेस्ट दिन सक्छ। ओल्मोको ठाउँमा ह्यान्सी फ्लिकले फर्मिनलाई खेलाउन सक्छ। डियङलाई पनि रेस्ट दिन सक्छ। डियङको ठाउँमा गाबीले पनि धेरै नै गेममा चान्स पाएको छैन यो सिजन, त्यसैले गाबीलाई ह्यान्सी फ्लिकले आजको गेममा स्टार्टिङ 11 मा राख्न सक्छ। आजको गेममा लेफ्ट विङमा यदि ह्यान्सीले फर्स्ट चोइसका केही प्लेयरहरूलाई रेस्ट दियो भने लेफ्ट विङमा फातीले आजको गेम स्टार्टिङ गर्न सक्छ। यदि ह्यान्सी फ्लिकले राफिनालाई रेस्ट दिन्छ भने लेफ्ट विङमा लामिन यामल नै हुन सक्छ। सेन्टर फरवर्डमा यदि ह्यान्सी फ्लिकले रोबर्ट लेवान्डोस्कीलाई रेस्ट दियो भने आजको गेममा स्टार्टिङ 11 मा पाउ भिक्टरले स्टार्ट गर्न सक्छ। फेरान टोरेस एपेन्डिक्सको कारण अपरेसन गरेर रेस्टमा बसेको छ। अब ह्यान्सी फ्लिकले लामासिया र चान्स नपाएर बसेका प्लेयरहरूलाई नै चान्स दियो भने उनीहरूले आफ्नो गेम देखाउ। यदि उनीहरूको गेम देखेर कुनै क्लबले इन्ट्रेस्ट देखायो भने राम्रो पैसामा बेच्न पनि सकिन्छ। यसै पनि बार्सालाई अहिलेको अवस्थामा पैसाको आवश्यकता छ, त्यसैले अब ह्यान्सी फ्लिकले सबै प्लेयरहरूलाई रोटेसन गरेर खेलाउनु पर्छ। सो गाइज, आजको भिडियो अलि छोटो भयो, अर्कोचोटि अलि लङ भिडियो ल्याउने कोसिस गर्नेछु। बाँकी कुरा अर्को भिडियोमा गरौँला। बाई बाई गाइज।